शनिबारको दिन हामी पिकनिक खानको लागि यहाँबाट चाहिँ दाइहरुसँग आइपुगेका छौँ। आज दिनभरि के हुन्छ हेर्दैछौँ है त। गर्मी अत्याधिक छ, तर आज त्रिखण्डीमा अत्यन्त रमाइलो भइरहेको छ। किसान कल्याण बहुउद्देश्य सहकारी संस्था लिमिटेडको पिकनिक प्रोग्राममा छौँ आज। तर यो अविस्मरणीय क्षणको रूपमा लिएको छ। यहाँ नाचगानहरू भइरहेको छ। मित्रहरू, हामी किसान कल्याण बहुउद्देश्य सहकारी संस्थाद्वारा आयोजित यो पिकनिक कार्यक्रममा हामीले आफू व्यक्तिगत लगानीबाट, संस्थाको लगानी नगरिकन लगानीबाट चाहिँ आज 2082 साल वैशाख 27 गतिको दिन यो त्रिखण्डीमा आएर चाहिँ आफ्नो तर्फबाट आफ्नो लगानी लगाएर चाहिँ रमाइलो गरिरहेका छौँ। यो अब नबिर्सिने कुरो यहाँहरूसित म अवगत गराउँछु। सम्पूर्ण साथीहरूलाई म यो कार्यक्रम सहभागी भइदिएकोमा धन्यवाद ज्ञापन गर्दछु। आफैले पढेर भन्ने आफैले पढेर भन्ने के भनेछ एक माइक लाएर भन्नु न। म असार मसामको शेर अर्ता गर्ने प्रतिबद्धता गर्छु। यदु कुमार छपडी पहिला म एउटा चुटकिला भन्छु अनि मलाई पराइ भन्छु है। एकचोटि हनुमानजीले चाड खानु भएछ कि हनुमानजीले है, हनुमानजीले रक्सी खाएपछि के हुन्छ? हनुमानजीले हनुमानै हुन्छ है। हनुमानजीले रक्सी खानु भएछ अनि पुरा हल्लिँदै गएर एउटालाई ट्याक्क भेटेछ। हनुमानको साथी कुमार भयो नि, कुमारले अनि कुमारले न्यु बजेछ के न्यु बजेछ होइन। अनि हनुमानजीले के भन्नुभएछ, पक आज अलिक व्यस्त भयो। कुमारले तैँले मलाई न्यु बजे, म छाती चिरेर राम सीताको, म रामको भक्त राम सीता देखाइदिन्छु भने त हनुमानले होइन। हनुमानले त्यसो भनेपछि अनि कुमारलाई पनि झौताले, कुमारले पनि बेलुका भएपछि एक प्याक लगाएकै हो। कुमार केसी ल देखा दो भनेर भनेछ होइन, देखा दो भनेर भनेछ। हनुमानले रिस उठेर स्वाट छाती चिरेर ढ्याक राम सीता के मात्रै देखाएको थियो, भित्रबाट राम भगवानले प्लाट गालामा हानिदिनु भएछ होइन, ढाक्कै हानिदिनु भएछ। अनि हनुमानको रक्सी नै छुटेछ कि भगवानले हामीले त रक्सी छुटेछ। अनि हनुमानले अब अर्काको अगाडि राम सीताको त्यत्रो, राम भगवानको त्यत्रो महिमा गाएर छाती खोलेर देखाएको। अनि भित्रैबाट रामले हिँड्दा जस्तो बर्बाद भयो। अनि हनुमान निराश भयो। निराश भएर एक्लै जाँदाखेरि एक्लै अर्को ठाउँमा गएर अनि फेरि छाती खोलेर भनेछ, भगवान
मैले तपाईँको त्यत्रो गुणगान गाएर त्यो एउटा कुमारेको अगाडि मैले तपाईँको त्यत्रो गुणगान गाउँदाखेरि तपाईँले भित्रबाट ब्ल्याक मलाई गाना किन हिर्काउँदा भनेर भन्दाखेरि राम भगवानले भन्नुभएको छ तपाईँ पनि त्यही बेलामा देखाउनुपर्छ जुन बेलामा सीता माता नुहाएर लुगा फेरि बेलामा देखाउनुपर्छ त भनेर भन्नुभएको छ। बलभद्र कुमारको सन्तानहरूले चिट उनीले बोल्ने मेरो चित्र परेको छ गीत बजाउनुहोस् म नाच्छु। मेरो आफ्नो हार्दिक नमस्कार। मलाई यो परेको छ कि म असार वसन्तभित्र 3 जना फिल्म बचतमा नयाँ बचतकर्ता दर्ता गर्नेछु। हामी सबैजना सँगै पढेको धन्यवाद। मेरो चाहिँ असार मसन्दाभित्र 2 जना शेर सदस्य नयाँ शेर सदस्य थप्नुपर्ने प्रतिबद्धता गर्न चाहन्छु। सबैलाई नमस्ते। मेरो चाहिँ के परेको छ भन्दाखेरि सबैजनालाई फोटो खिचौँ है। यो चाहिँ मोदी सरकारलाई होइन केपी ओली सरकारलाई चाहिँ पठाउँ भन्ने कुरा जस्तो लाग्यो मलाई। यो सबैजनालाई फोटो खिचेर देखि 5 लाखसम्म आवधिक बचत गर्नको लागि म एकदम अथाह प्रयास गर्नेछु। धन्यवाद। लक्ष्य प्राप्त गर्नको निम्ति सबै एकजुट भएर लागेको खण्डमा हेटौडा उपमहानगरपालिका 8 नम्बर वडाको मात्र होइन, हेटौडा नगरपालिकाको र यो क्षेत्रकै अग्रणी सहकारी संस्थाहरू हामीले गर्न सक्दछौँ। हामीले हिम्मत हार्नु हुँदैन। सबैले एकजुट भएर मात्र लागौँ, सबैले सकारात्मक सोच मात्र राखौँ, सबैले नकारात्मक सोच राखेर हुँदैन।